हेलो भाइ बहिनीहरू, आज चाहिँ हामी क्लास 12 को एउटा सबभन्दा मोस्ट इम्पोर्टेन्ट रियाक्सन डाउज प्रोसेस हेर्न गइरहेको छौँ। यो चाहिँ इट इज द प्रोसेस इन विच क्लोरोबेन्जिन रियाक्ट विथ एक्वस NaOH एट हाई टेम्परेचर एन्ड प्रेसर विथ डाइल्युट HCl टु अब्टेन फेनल। फेनल बनाउने इन्डस्ट्रियल प्रोसेस हो। अब यसको रियाक्सन हेर्न गइरहेको छौँ। क्लोरोबेन्जिन react with aqueous NaOH at high temperature means 350 degrees Celsius and high pressure means 300 atm atmospheric pressure. Then sodium phenoxide is obtained. Sodium phenoxide is obtained. Further react with dilute HCl. Then phenol is obtained and NaCl is side product. अब यसमा हाई टेम्परेचर र हाई प्रेसर चाहिँ किन राखिन्छ भने यो नर्मल प्रेसर र नर्मल टेम्परेचर राख्ने हो भने चाहिँ यो क्लोरिन बोन्ड चाहिँ ब्रेक गर्न, बिकज इट हेज पार्शियल डबल बोन्ड क्यारेक्टर ड्यू टु रेजोनेन्स इन बेन्जिन रिङ ड्यू टु क्लोरिन एटम. सो high pressure and high temperature is required to break down chlorine bond to prepare phenol. यो चाहिँ ध्यान दिनु होला, मोस्ट इम्पोर्टेन्ट रियाक्सन मध्ये एउटा रहेको छ.